हाई एभ्रिवान, म चाहिँ अनु। वेलकम टु माई डे इन माई लाइफ, माई फर्स्ट मिनी ब्लग। आजको दिन चाहिँ मैले के गरेँ, कहाँ गएँ, आफ्नो दिनहरू कसरी बिताएँ भनेर यही भिडियो मार्फत हजुरहरूलाई देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सो हाई गाइज, गुड मर्निङ। म चाहिँ भर्खरै उठेर मुखसुख धोएर आएको। सो आजको प्लान चाहिँ हाम्रो सुनौली इन्डिया जाने प्लान हो। म चाहिँ आज इन्डिया मेरो ससुरा बाबासँग जान लागेको हो। अनि यति भन्दै म चाहिँ बेड मिलाउन गएँ। हाम्रो घरमा चाहिँ एउटा सधैँ रुल छ कि बिहान उठ्ने बित्तिकै एक ग्लास मनतातो पानी पिउनै पर्छ। त्यसपछि चिया जे खाए नि हुन्छ। एउटा ग्यासमा चाहिँ माम बसाएर अर्कोतिर मैले सब्जी बनाउँदै थिएँ कि मैले चाहिँ आज सब्जीमा फर्सी र आलु बनाउँदै थिएँ कि। हजुरहरूलाई कस्तो लाग्छ फर्सी र आलु? मलाई चाहिँ फर्सी र आलु एकदमै मिठो लाग्छ कि। अनि म चाहिँ सधैँ यसरी नै बनाउँछु। मेरो चाहिँ हेर्दै सब्जी पनि पाकिसक्यो। अनि म चाहिँ यता धनिया टमाटरको अचार रेडी गर्दैछु। मेरो चाहिँ अचार नि रेडी भइसक्यो। मेरो चाहिँ आजको रेसिपी यही सिम्पल खाना खाएर म चाहिँ सुनौली जानलाई पनि रेडी भइसकेँ। यो चाहिँ मेरो आजको कम्फर्टेबल आउटफिट। बाई बाई। त्यसै गरी हाम्रो सुनौली तर्फको राइड सुरु भयो। ससुरा बाबा र कान्छी बुहारीको। सुनौली चाहिँ भैरवबाट जाने रहेछ। हामी चाहिँ अरू बेला पनि भैरवा जाँदाखेरि यही सर्टकट लेन नै जान्छौँ। आज पनि यही सर्टकट लेन नै गएको छौँ। तर आज चाहिँ हेर्नु न साथीभाइहरू, बाटोहरू कति धेरै भत्काएको बनाउँदै हुनुहुँदो रहेछ, नालीहरू। त्यही भएर आज चाहिँ धेरै बिचमा डाइभर्जन थियो के। चाहिँ हाम्रो रूपन्देहीको बियर फ्याक्ट्री रहेछ। बाबाले भन्नुभएको यो फ्याक्ट्रीमा 3 प्रकारको बियर बनाउँदो रहेछ। सधैँ चाहिँ बाबाले आज पनि मलाई यो ठाउँ यस्तो हो है भन्दै चिनाउँदै जाँदै हुनुहुन्थ्यो कि। मलाई चाहिँ नि साथीभाइहरू बाबाले सधैँ यो ठाउँको नाम यो है भन्दै चिनाउँदै हिँडाउनुहुन्छ कि। अनि नि मलाई चाहिँ एकदम खुसी लाग्छ कि। बाटोमा धुलो हेर्नुहोस् न साथीभाइहरू, मेरो हालत यति गर्मी भइरहेको थियो। मलाई स्कुटरमा हिँड्दा पनि यति गर्मी थियो नि। अनि यो चाहिँ हाम्रो रूपन्देहीको अर्घाखाँची सिमेन्ट फ्याक्ट्री हो। त्यसै गरी हामी चाहिँ भैरवाको मेन रोड निक्ल्यौँ। रोड निक्लिसकेपछि हजुर पश्चिमतिर जानु हो भने लुम्बिनी पुग्नुहुन्छ भने, पूर्वतिर जानु हो भने भैरवा निक्लिनुहुन्छ। यतिकैमा हिँड्दै हामी चाहिँ गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टमा पुग्यौँ। भैरवाको बाटो हेर्नु न साथीभाइहरू, कति राम्रो छ के। नि साथीभाइहरू, मलाई चाहिँ सुनौली पहिलादेखि नै जानु मन लागिरहेको थियो कि। त्यही भएर मैले चाहिँ मम्मीलाई सोधिरहेको थिएँ कि बाबा कहिले जानुहुन्छ मम्मी सुनौली भनेर। हिजो भर्खर चाहिँ मलाई मम्मीले सोधिराख्नु भएको थियो कि तिमी बाबासँग भोलि सुनौली जान्छौ भनेर। अनि मैले चाहिँ हुन्छ भनेर भर्खरै भनिदिइहालेँ कि। अफ गर्दै हामी चाहिँ सुनौलीको एरियामा पनि पुग्यौँ है। चाहिँ हाम्रो सुनौलीको एरिया है। हजुरहरू चाहिँ यो गेट कटेसी सुनौली यानि कि इन्डिया पुग्नु भयो है। ठ्याक्कै यहाँनिर चाहिँ कति धेरै चाम हुने रहेछ कि। अगाडि गेटमा चाहिँ चेकिङ हुँदो रहेछ नि त। यो ठाउँमा चाहिँ सामानहरू नेपालमा भन्दा आधी नै सस्तो भएको कारणले सुनौलीको नजिकैको मान्छेहरू यहाँ सपिङहरू गर्न आउनुहुँदो रहेछ कि। अनि बाबाले चाहिँ स्कुटर कहाँनिर पार्किङ गर्ने भनेर हेर्दै हुनुहुन्थ्यो कि। बाबाले चाहिँ स्कुटर पार्किङ गर्नुभयो। बाबा र म चाहिँ यत्तिकै सामानहरू हेर्नलाई डुल्दै थियौँ। खासमा चाहिँ बाबाको सुनौलीमा अर्को काम पनि थियो कि। अनि बाबाले चाहिँ मलाई म 1 घन्टामा आउँछु, तिमीलाई के लिन मन लाग्छ लिँदै गर भनेर चाहिँ आफ्नो काममा जानुभयो। अनि मैले चाहिँ हुन्छ भनेर म चाहिँ डुले। बाबाले चाहिँ मलाई 1 घन्टामा आउँछु, 1 घन्टासम्म तिमी के सपिङ गर्ने हो गर भनेर भन्नुभएको थियो कि। मैले त नि 1 घन्टामा के गरेँ मलाई नै थाहा छैन। त्यो समय कति छिटो गएछ। अनि म चाहिँ घुम्दा कुर्ता हेर्नु गएँ कि साथीभाइहरू। त्यहाँ चाहिँ कति राम्रो कुर्ताहरू थियो कि। अब हेर्दै कन्फ्युज हुने कि त्यहाँनिर गएपछि चाहिँ। हेर्नु न कति राम्रो कुर्ताहरू थियो कि, कुर्ताको सेटहरू। म त साँच्ची नै धेरै हेरेँ होला, चुज गर्नै गाह्रो भइरहेको कि मलाई त मेरो एकजना कोही साथी भइदियोस् न पनि भइरहेको थियो कि त्यहाँनिर। मलाई चाहिँ एक्लै चुज गर्न धेरै नै गाह्रो भइरहेको थियो कि त्यहाँनिर। घुम्दै म चाहिँ यस्तो चप्पलहरू पनि मलाई लाउनु मन थियो कि। अन्त के हुने साइज नपाउने घरि के हुने, अन्त मैले लिइनँ कि। मैले अरू नै खालको लिएँ कि। चाहिँ मलाई त्यो इन्डियन चप्पलहरू लाउनु मन थियो कि कति धेरै। त्यो कुर्ता हेर्नु गएको कि यस्तो गाह्रो भएर त मलाई त चुज गर्नु हो कि मैले भनेको जस्तो कुर्ता नपाएर हो कि। अनुहार हेर्नु न मेरो त्यहाँनिर कति कन्फ्युजनमा छु कि म। त्यतिकैमा म चाहिँ अलि गरेर के सामानहरू लिएर निक्ले कि त्यो भिडभाडबाट। आजको मेरो चाहिँ सपिङ यहीँनिर सक्यो। चाहिँ मलाई बाटोमा पर्खिराख्नु भएको थियो कि।
यसै क्रममा हामी चाहिँ अलिअलि सपिङ गरेर उहाँ चाहिँ बाबाको साथी हुनुहुन्छ घरतर्फ जानलाई तयारी गर्दै थियौँ के। अनि चाहिँ हामी सुनौलीबाट निक्ल्यौँ। अनि के साथीभाइहरू, मैले चाहिँ कति धेरै एक्सपेक्टेसन लिएर आएको थिएँ कि सुनौलीमा, तर मैले त्यो एक्सपेक्टेसन जुन सोचेको थिएँ नि, सोचेको जस्तो केही पनि पाइनँ कि सुनौलीमा। यति चाहिँ थाहा पाएँ कि साथीभाइहरू, नेपालमा पाउने सामानको आधी पैसा मात्र लाग्ने रहेछ के साथीहरू। नजिकैको मान्छेलाई आउन चाहिँ यहाँनिर फाइदा नै रहेछ जस्तो लाग्यो कि मलाई। आज नि मैले लिएको सामानहरू नेपालमा भन्दाखेरि मैले आधीमा पाएँ कि सामानहरू। जे होस्, आजको दिन राम्रै गयो। हामी चाहिँ आउने बाटोमा खरबुजाहरू थियो कि, अनि हामीले चाहिँ त्यहाँ रोकेर खरबुजा पनि लियौँ कि बाबा र मैले 5 केजीको। त्यसपछि फेरि अगाडि बढ्यौँ। मैले चाहिँ खासै भिडियोहरू केही बनाइन कि, त्यही अघिको बाटो भएर। त्यतिकैमा हामी चाहिँ रानी बगियाको बजार पुग्यौँ। बजारबाट प्याज लिन थियो। त्यसपछि बाबाले आफ्नो सामान बोक्नु, मैले आफ्नो सामान बोकेँ। यतिकैमा हामी चाहिँ घर पनि आइपुग्यौँ है साथीभाइहरू। अनि यस्तो गर्मी भएको थियो बाटोभरि। सो आजको मेरो मिनी भ्लग चाहिँ यहीँनिर एन्ड गर्न चाहन्छु। भिडियो यहाँसम्म हेरेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। बाइ बाइ।